पर्वतको जलजला गाउँपालिकाले किसानहरूसँगको सहलगानीमा सामूहिक आलु खेती थालेको छ। गाउँपालिकाको वडा नम्बर 7 बासकोटमा सामूहिक आलु खेती सुरु गरिएको हो। हिउँदमा बाँझै रहने जमिनलाई उपयोग गरेर सामूहिक आलु खेती गरी किसानहरूलाई हौसला प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। किसानले पीबीएस दानाबाट उत्पादन गरिएको तेस्रो पुस्ताको मूल बिउ खेती गरेका हुन्। यो वर्ष पनि हामीले काम गर्छौं। फेरि पहिलो त्यो पूर्व मूल बिउ पहिलो पुस्ता हामीसँग अलरेडी छ। त्यो ठाउँमा हामीले लगाइसकेका छौं र यो पुस्ताको बिउ चाहिँ हामीसँग चाहिँ 2250 बोरा थियो। त्यो अन्तर्गत चाहिँ हाम्रो किसानहरूलाई सूचना खोलेर हामीले दियौं, लानु भयो, लगाउनु भयो। तर केही यो जस्तो यो एरिया कस्तो हो भने यहाँ चाहिँ बर्खा भएकोले हिउँदमा बाँदर लागेको हुनाले यहाँ आलु जोगाउन सकिन्न भनेर, अथवा अन्य बाली पनि जोगाउन सकिन्न भनेर यो एरिया पुरै बाँझो हुन्थ्यो। उहाँहरूले हामी जलजला कृषि समूह गठन गरेर केही न केही काम गर्छौँ भनेर उहाँहरू अगाडि बढ्नु भएको छ। हामीले गाउँपालिका वडा हामीले उहाँहरूलाई प्रमोट गर्नको लागि हामी यहाँ आज उपस्थित छौँ र अरू कुरामा पनि उहाँहरूलाई सहायता गर्ने। आलुको बिउमा हामीले 15 रुपियाँ सहायता गरेको अवस्था छ। 1 किलोलाई 65 रुपियाँ हामी किसानबाटै खरिद गरेर लगेर कोल्ड स्टोरमा राखेको अवस्था हो। अझै सकिएको छैन। मोर देन 80 रोपनी जग्गा हामीले जोतेर प्रिपरेसन गरेका छौँ यो फाँटमा हैन। जोमा खेती भए हैन त्यो सबै खेतमा जाने आलु लगाउने गरी जाने हामीले 80 रोपनी भन्दा बढी जग्गा प्रिपरेसन गरेका छौँ। यसमा त्यति आलु लगाउने भनेका छौँ। गाउँपालिकाले 1100 टन आलु बिउ किसानहरूलाई वितरण गरेर बाँकी रहेको 10 टन भन्दा बढी आलुको सामूहिक खेती थालेको हो। खुमल उज्जवल, खुमल सेतो, खुमल नीलो, कार्डिनल, जनदेवी, कुपडी ज्योति, डल्लो रातो स्थानीय जातको आलु खेती थालिएको हो।